एक ग्लास रक्सी त्यो शरीरभित्र पुगेपछि के हुन्छ होला? कहिले सोच्नु भएको छ? आज हामी विज्ञानको आँखाबाट रक्सीको यही यात्रालाई पछ्याउनेछौँ र यसले हाम्रो शरीरमा वास्तवमा के असर गर्छ त्यसको पर्दाफास गर्नेछौँ। ल, यो विषयमा अलिक गहिरिएरै जाउँ। अब हेर्नुहोस् है, हामीमध्ये धेरैलाई थाहा छ रेडिएसन खतरनाक हुन्छ, सुर्तीले ज्यान लिन्छ। तर रक्सी नि? अचम्मको कुरा के छ भने अमेरिकामा आधाभन्दा कम मानिसलाई मात्र रक्सीले क्यान्सरको जोखिम बढाउँछ भन्ने थाहा छ। सोच्नुस् त, एकातिर विज्ञानले यति धेरै प्रमाण दिइसकेको छ, अर्कोतिर जनचेतना यति कम। यो खाडो किन होला त? आज हामी यही विषयमा केन्द्रित हुनेछौँ। ल, सुरु गरौँ रक्सीको यात्राबाट। हामीले पिएको एक घुँट रक्सी हाम्रो शरीरको हरेक सेल मतलब सेलसम्म कसरी पुग्छ त? आउनुहोस् यो यात्रालाई सुरुबाटै पछ्याउँ। रक्सी पेट र सानो आन्द्रामा पुग्ने बित्तिकै यो एकदमै छिटो सोसिएर रगतमा मिसिन्छ। अनि रगतले त यसलाई शरीरको कुना-कुना, हरेक तन्तु र तरल पदार्थसम्म पुर्याइदिन्छ। मतलब रक्सी शरीरको हरेक भागमा फैलियो। अब कुनै तन्तुमा रक्सी कति जम्मा हुन्छ भन्ने कुरा चाहिँ त्यहाँ कति पानी छ त्यसमा भर पर्छ। तर एउटा प्रश्न, उही मात्रामा रक्सी पिउँदा पनि सबैलाई एउटै असर किन हुँदैन? धेरैले तौलको कारण होला भन्ठान्छन्, तर त्यो मात्रै होइन। खास कुरा त शरीरमा भएको पानीको मात्रा हो। सामान्यतया पुरुषको शरीरमा पानीको मात्रा अलि बढी हुन्छ, त्यसैले रक्सी घुलिएर असर कम देखिन्छ। तर महिलाको शरीरमा बोसोको प्रतिशत बढी हुने भएकाले रक्सी कम घुल्छ र रगतमा यसको असर छिटै र बढी देखिन्छ। अब रक्सी त शरीरभरि फैलिसक्यो। यस्तो बेलामा हाम्रो शरीरको प्रोसेसिङ प्लान्ट अर्थात् कलेजो एक्सनमा आउँछ। ल हेरौँ, हाम्रो कलेजोले यो चुनौतीलाई कसरी सामना गर्छ। कलेजोले के गर्छ भने रक्सी अर्थात् इथेनोललाई एउटा अर्को तत्त्वमा बदलिदिन्छ जसको नाम हो एसिटाल्डिहाइड। र यही हो हाम्रो कथाको विलन। एसिटाल्डिहाइड एकदमै विषालु तत्त्व हो जसले क्यान्सर गराउन सक्छ। र यो बाहिरबाट आउने होइन, हाम्रो शरीरले नै रक्सीलाई पचाउने क्रममा बनाउँछ। रक्सीले क्यान्सर कसरी गराउँछ भन्ने प्रश्नको मुख्य जवाफ यही एसिटाल्डिहाइड हो। यसले के गर्छ भने हाम्रो शरीरको ब्लुप्रिन्ट अर्थात् डिएनएलाई सिधै ड्यामेज गरिदिन्छ। अनि जब डिएनए नै ड्यामेज हुन्छ, कोशिकाहरू अनियन्त्रित तरिकाले बढ्न थाल्छन्। हो, त्यसैबाट क्यान्सरको ट्युमर बन्छ। अब अलिकति गम्भीर विषयमा जाउँ। रक्सी र क्यान्सर बीचको सिधा सम्बन्ध। यो कुनै अनुमान होइन, विज्ञानले प्रमाणित गरिसकेको तथ्य हो। यसको गम्भीरता कति छ भन्ने कुरा अमेरिकी सर्जन जेनरलको यो भनाइले नै प्रश्न पार्छ। उहाँका अनुसार सुर्ती र मोटोपनापछि अमेरिकामा क्यान्सरको तेस्रो सबैभन्दा ठूलो कारण रक्सी हो, जसलाई रोक्न सकिन्छ। अनि यो कुरा झनै महत्त्वपूर्ण छ। अन्तर्राष्ट्रिय क्यान्सर अनुसन्धान एजेन्सीले रक्सीलाई ग्रुप 1 कार्सिनोजेन भनेर वर्गीकरण गरेको छ। थाहा छ यो के हो? यो त्यही क्याटेगोरी हो जसमा एस्बेस्टोस, रेडिएसन र सुर्ती जस्ता कुराहरू पर्छन्। सोच्नुस् त, वैज्ञानिक प्रमाणहरूले के देखाउँछ भने रक्सीको सिधा सम्बन्ध कम्तीमा 7 प्रकारका क्यान्सरसँग छ, जस्तै मुख, घाँटी, अन्ननली, कलेजो, स्तन र ठूलो आन्द्राको क्यान्सर। यसको असर कतिसम्म छ भनेर एउटा तथ्याङ्क हेरौँ। सन् 2019मा मात्रै अमेरिकामा लगभग 97,000 क्यान्सरका केसहरू रक्सी सेवनसँग जोडिएका थिए। यो केवल 1 वर्षको आँकडा हो, सोच्नुस् त। र यो समस्या अमेरिकाको मात्र होइन, विश्वव्यापी हो। सन् 2020को यो डेटा हेर्नुहोस् त, दिनमा 2 ग्लास वा त्योभन्दा कम पिउनेहरूमा पनि 1,85,000 भन्दा बढी क्यान्सरका केस देखिए। यसले एउटा कुरा एकदमै स्पष्ट पार्छ, रक्सी पिउने कुनै सेफ लेभल भन्ने हुँदैन। अब जोखिमको कुरा गर्दा दुईटा शब्द बुझ्न जरुरी छ, एब्सोल्युट रिस्क र रिलेटिभ रिस्क। एब्सोल्युट रिस्क भनेको चाहिँ साँच्चीकै कुनै कुरा हुने सम्भावना कति छ भन्ने हो। जस्तै 100 जनामा 17 जनालाई क्यान्सर हुन्छ भन्नु। रिलेटिभ रिस्कले चाहिँ एउटा समूहभन्दा अर्कोमा जोखिम कति प्रतिशतले बढी छ भनेर तुलना गर्छ। ल, अब यसलाई व्यवहारमा हेरौँ। यदि दिनमा 2 ग्लास रक्सी पिइन्छ भने हरेक 100 जना महिलामध्ये थप 5 जनालाई र हरेक 100 जना पुरुषमध्ये थप 3 जनालाई रक्सीसँग सम्बन्धित क्यान्सर हुन सक्छ। प्रतिशतमा सुन्दा सानो लाग्ने जोखिमलाई यसरी हेर्दा कति वास्तविक देखिन्छ होइन त? तर कुरा कलेजो र क्यान्सरमा मात्रै सकिँदैन। रक्सीको असर त पुरै शरीरमा फैलिन्छ, लहर जस्तै।
जस्तै यसले हड्डीलाई कमजोर बनाउँछ, मुटुको धड्कन बढाउँछ, उच्च रक्तचाप गराउँछ र मुटुको मांसपेशीलाई नै कमजोर बनाइदिन्छ। प्याङ्क्रियाजमा पनि असर गर्छ, जसलाई प्याङ्क्रियाटाइटिस भनिन्छ। हाम्रो इम्युन सिस्टम अर्थात् रोगसँग लड्ने क्षमतालाई पनि कमजोर बनाउँछ। अनि लामो समयसम्म पिएमा त यसले दिमागमा कहिल्यै निको नहुने क्षति पुर्याएर डिमेन्सिया जस्ता रोगहरू पनि लगाउन सक्छ। र किशोर-किशोरीहरूको लागि त यो झनै खतरनाक छ, किनभने उनीहरूको हड्डी विकास हुने उमेरमा रक्सी पिएमा हड्डीको विकास राम्ररी हुँदैन, जसको परिणाम के हुन्छ भने पछि वयस्क हुँदा उनीहरूको हड्डी कमजोर हुन्छ र सजिलै भाँचिने जोखिम बढ्छ। ल अब हामी घुमी फेरि त्यही आइपुग्यौं जहाँबाट सुरु गरेका थियौं, विज्ञानले जानेको कुरा र आम मानिसले बुझेको कुरा बीचको त्यो ठूलो खाडल। यो ग्राफले त्यही समस्यालाई फेरि देखाउँछ। विज्ञानले यति धेरै प्रमाण दिँदै जाँदा पनि पछिल्लो लगभग 20 वर्षमा रक्सी र क्यान्सरको सम्बन्धबारे जनचेतना खासै बढेको छैन। यो साँच्चै नै सोच्नुपर्ने कुरा हो। अब अमेरिकाको सरकारी चेतावनीलाई हेरौं, जुन सन् 1988 देखि आजसम्म फेरिएकै छैन। यसमा के लेखिएको छ? गर्भावस्थामा नपिउनुहोस् र गाडी चलाउँदा नपिउनुहोस्। बस, हामीले भर्खरै कुरा गरेका यति धेरै वैज्ञानिक तथ्यहरूको अगाडि यो चेतावनी कति अपुरो र फित्लो सुनिन्छ, आफै सोच्नुहोस् त। र अन्तमा यसले हामीलाई एउटा सबैभन्दा महत्त्वपूर्ण प्रश्नमा ल्याइपुर्याउँछ। यदि रक्सी साँच्चीकै सुर्ती र एस्बेस्टोस जस्तै ग्रुप 1 कार्सिनोजेन हो भने मानिसहरूलाई यसबारे के जानकारी दिनुपर्छ? यो प्रश्नले हाम्रो आजको पूरै छलफलको सार बोकेको छ र सायद हामी सबैलाई सोच्न बाध्य पनि बनाउँछ।